हेलो साथीहरु, वेलकम टु माई न्यू भ्लग। हामी चाहिँ आज पटका किन्न जाँदैछौँ। आज चाहिँ कुन तिहारको दिन? काग तिहारको दिन पटका किन्न जाँदैछौँ। पाउँछ पुरै हिँडेर छन्। यहाँ भाइहरु पनि छन्। यता भाइहरु यता हेर। देखिन्न त तिमीहरु किन हो? हामी पसलमा आएको, पसलै बन्द रहेछ। अब कहाँ जाने, के गर्ने भन? अँध्यारो छ जताततै, पोलहरुमा भरि बत्ती बलेको छ, सब अँध्यारो छ। आकाशमा तारा मात्रै लागेको छ, जुन लागेको छैन। अहिले पटका किनेर आइसकेको छौँ। देखाउ त, धेरै थरीको रहेन रहेछ कि त्यहाँ चाहिँ जम्मा दुई अनार खुर्सानी होइन, रकेट होला। अनि त्यो हामीले चाहिँ पट्काउने हो अहिले। यहाँ चाहिँ सबैजना जम्मा भएको छन्, पटका पट्काउने हो अहिले। हाम्रो गाउँका डनहरु। कुन वाला हो? कुन वाला हो? वाउ, क्या दामी! वाउ वाउ वाउ। कति रमाइलो! वाउ वाउ वाउ। एउटा इन्डियामा यो चाहिँ रकेट बम हो नि? यो माथि जान्छ हो? हजुर जान्छ, रकेट माथि जान्छ। ल खै त किन त नगराएको? मिलाउनु पर्छ क्या त्यो रकेट त। ओ बनाइने हो नि, अनि कसो घरको जान्छ। अबि त्यस्तो नगर है, अरूको घरमा पर्ने गरेर नगर। भाग्ने हामी हैन के माथि जान्छ यो। अनि कहाँ जान्छ गर त, कसको घरमा? अबि नि टाउकामा खस्यो भने खस्दैन नि तल। तल खस्दैन खै त नि गराउ। अब यी भएको मलाई त डर लाग्छ हो। यस्तो देखाउने त माथि गराइरहेछन्। Wow! यो चाहिँ अनार बम रे, अनार बम। अनार बम हो कि अनार पटका हो कि के हो? यो बम हो र? रमाइलो गर्छन् बच्चा बच्चीहरू। हाम्रो झिर्रोवाला एउटा मात्रै हो र किनेको? दुईटा अघि नभयो त। ल यही नै हो मेरो। नि कस्तो लाग्यो त पटका? मलाई राम्रो लाग्यो, तर अरू खालको भए भए झन् राम्रो हुन्थ्यो, तर त्यो पसलमा पाइएन। ओके है, त पाएन च्याउ लाग्ने जस्तो। छिटो पट्काउ न। उही त्यो अर्को हेलो सबैजनालाई ह्याप्पी तिहार। हेलो जेनिसा। हजुर, सबैजनाले लाइक सब्स्क्राइब गरिदिनु होला।
यही नै हो साथीहरू रमाइलो भइरहेको छ गाउँघरमा भाइ बहिनीहरूसँग रमाइलो गर्ने यस्तै गरेर दिनहरू बितिरहेको छ। अब तिहार पनि आयो, सबैजनालाई ह्याप्पी तिहार भन्न चाहे। सबैजनाले रमाइलोसँग तिहार मनाउनु होला। देश विदेशमा रहेका सबैजना साथीहरूलाई, दाजुभाइ दिदीबहिनीहरू सबैजनालाई ह्याप्पी तिहार भने यही भिडियो मार्फत ह्याप्पी तिहार भन्न चाहे। अनि त्यसपछि चाहिँ अरू के भन्न लागेको थिएँ। अनि त्यसपछि चाहिँ मेरो भिडियोलाई लाइक सेयर गरिदिनु होला, मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला। यति भन्दै बाई, अर्को भिडियोमा भेटौँला।